सो गाइस मैले चाहिँ यहाँ एउटा हेमक सेटअप गरिसकेको छु। यता चाहिँ काठमाडौँको भ्यू हो, एकदम बवाल तरिकाले देखिरहेको छ काठमाडौँ। दिस इज काठमाडौँ। सो है गाइस, अहिले चाहिँ म लगभग आधी आइपुगेँ र यहाँदेखि देख्न सक्नुहुन्छ तपाईँले काठमाडौँ। अब यही देखेर तपाईँले अन्दाजा लाउनु सक्नुहुन्छ कि यो शिवपुरीको पिक हाइट कति अग्लो छ भनेर है त। जाउँ। लगभग 2 वर्षपछि फेरि पनि यो ठाउँमा म आएको छु। द रिजन इज ओन्ली यो भ्यू हेर्न क्या, यो भ्यू हेर्न, यो यति भ्यू हेर्न, यो भ्यू देख्दै हुनुहुन्छ नि, जस्ट यति भ्यू हेर्न। किनकि यो साइडको जुन भ्यू छ नि, यसले गरेर मलाई लिएको हो क्या यो ठाउँमा। यो जुन भ्यू, यो ग्रिन कलर छ र बिचमा कस्तो येल्लो येल्लो कलर छ नि, तपाईँले देख्नुभएको छ होला। त्यही कलर हेर्नलाई म 2110 मिटरको हाई एलिभेसन क्लाइम्ब गरेर आएको छु है त। त्यो पनि 2 वर्षपछि। हेर्नु, यत्तिकै म ट्र्याक गर्छु भनेर तपाईँले सोच्नुहुन्छ? यस्तो ठाउँ हेर्न म ट्र्याक गर्छु, जुन चाहिँ मलाई लास्टै रमाइलो लाग्छ यो ठाउँहरू हेर्नलाई, जसको लागि म फेरि पनि 2 वर्ष वेट गरेर यो ठाउँमा फाइनली आइपुगेँ। र पहिलाको भन्दा अझ राम्रो भएको रहेछ यो ठाउँ है त। पहिला चाहिँ योभन्दा अलिक हरियाली समयमा आएको थिएँ र अहिले चाहिँ त्यो सिजन अलिकति मिट भएको छैन, तर केही छैन। भ्यू एकदम बवाल छ, एकदम बवाल छ। आइएम फुल्ली सेटिस्फाई है त यो भ्यू देखेर। आइएम कम्प्लिटली सेटिस्फाई। वाउ, यो हो नि त, यस्तो बढिया छ कि अलिकति घाम लाग्दै भयो भने त आज। तर केही छैन, किप अन वाचिङ है त गाइस। अब म हल्का खानेकुरा बनाउँछु, भोक लागिसक्यो है त। सो गाइस, मैले चाहिँ 2टा अन्डा बोइल गरेको थिएँ र एउटा अन्डा चाहिँ फुट्यो क्या, एउटा चाहिँ फुट्यो है त ग्यास बढी भएर। सो हे गाइस, मेरो नाम चाहिँ रुद्र र म चाहिँ सोलो ट्रेकिङ, हाइकिङ, क्याम्पिङ जस्ता सानो एडभेन्चर ट्रिपहरू गरिरहेको हुन्छु। सो गाइस, मैले चाहिँ 2टा अन्डा बोइल गरेको थिएँ र एउटा अन्डा चाहिँ फुट्यो क्या। यो ढक्कन फुल्ली लाएर होला, ग्यास बढी भएर होला, एउटा अन्डा चाहिँ ब्रेकडाउन भयो। केही छैन, अर्को चाहिँ बाँकी रहेछ। त्यही भएर यो ढक्कन चाहिँ धेरै लाउनु नहुने रहेछ क्या। यो
ग्यासले गर्दाखेरि एउटा अन्डा चाहिँ ब्रेक डाउन भयो, अर्को चाहिँ ठिकै छ। खतरा पाकिरहेछ है तर। लेट मी सो यु फ्रम द क्लोज। एउटा चाहिँ फुट्यो है त ग्यास बढी भएर। यस्तो छोप्नु चाहिँ नहुने रहेछ धेरै, अलिकति चाहिँ यस्तै राखिदिनु पर्ने रहेछ। सो हे गाइस, मेरो नाम चाहिँ रुद्र र म चाहिँ सोलो ट्रेकिङ, हाइकिङ, क्याम्पिङ जस्ता सानो एडभेन्चर ट्रिपहरू गरेर हुन्छु। र आज पनि एउटा सानो ट्रिप भनौँ, एडभेन्चर भनौँ, क्याम्पिङ भनौँ, जे भए पनि एउटा सानो एडभेन्चर गरिरहेको छु। एउटा हाई अल्टिट्युडमा आएर एउटा सानो एफएमआर जस्तो एउटा बनाएर खाइरहेको छु। यसले मलाई अब धेरै नै खुसी दिन्छ। बाहिर खानुभन्दा पनि यस्तो डाँडामा आएर खानु, एक्लै यो शान्त वातावरणमा आएर यस्तो कुराहरू एक्सपिरियन्स गर्दा धेरै रमाइलो लाग्छ। कसैको टर्चर छैन, केही छैन, हल्ला छैन, साउन्ड छैन, एकदमै नेचरको बिचमा बसेर एकदमै रमाइलो हुन्छ, एउटा इनर पिस आउँछ क्या। सो तपाईँहरू पनि गर्नु होला है त। सो यो भन्दै हेर्नु होला मेरो आजको रेसिपी। सो गाइस, यो चाहिँ पाकिसक्यो जस्तो छ है त, पाक्यो पनि होला अब। जस यस्तो भएको छ, पाकिसक्यो होला यो। यसले अब नपाके पनि अब यसले म अब क्लोज गरिदिन्छु। सो गाइस, यो अन्डा पाक्दै गर्दा म यो चाउचाउ पनि यहाँ हालेर जस्तो यसले म उयो गर्छु, वार्म गर्छु। यसको लागि त सबैभन्दा पहिला हामीले यो चाउचाउलाई चाहिँ सानो धुलो पार्नु पर्ने हुन्छ है त। यसरी यहाँ जस तपाईँले एउटा ठाउँमा क्लियर गरेर धुलो पार्नु भयो नि, यसरी धुलो पारेपछि तपाईँले यसमा पानी भरिदिने क्या। यो पानी टक्क पानी खोल्ने, अनि यहाँ हल्का पानी हालिदिएर यसरी पानी हालिदिने। ठिक्क पानी हालिदिएपछि यसलाई हल्का सानो पारेर ब्रेकडाउन गरिदिने है त। ब्रेकडाउन गरिदिने, हल्का यसले मिक्सअप हुनु दिने, अनि यसलाई यहीँ हालिदिने, यसरी यहीँ हालिदिने, अनि यसलाई छोपिदिने है त। यसले चाहिँ के हुन्छ भन्दाखेरि यो चाउचाउलाई दुईचोटि पकाउनु पर्दैन, एकैचोटिमा पाक्छ। यसरी गरेर पनि छोपिदिने, हल्का एकछिन, धेरै नभए पनि एकछिन छोपिदिने। अनि त्यसपछि हेर्नु होला है त कस्तो हुन्छ। यसले चाहिँ राम्रोसँग यसरी छोपिदिने। अर्को एक प्लेट चाहिँ फेरि बाँकी छ, यो अर्कोचोटि गर्छु। ल सो गाइस, अघि चाहिँ हामीले हालेको चाउचाउ चाहिँ अब चाहिँ लगभग पाकिसक्यो। यो पाकिसक्यो, अब यसले निकाल्दाखेरि हुन्छ टक्क पाकिसकेको छ। यस्तरी यो हुन्छ। अब यसले निकालेर टक्क एउटा ठाउँमा तपाईँले राख्नुपर्ने हुन्छ। टक्क यो राख्यो, मजाले पाकिसकेको छ। र यो अन्डाले पनि निकालिदिउँ है त। यो अन्डा के गर्ने, एउटा चाहिँ फुटिसकेको छ, त्यो ग्यासले गर्दाखेरि। अर्को चाहिँ एकदमै ठिक छ, यसले पनि निकालौँ है त। आजको अन्डा चाउचाउ है त, आजको व्हाट आई कुक। यस्तो छ त, यसले यहाँ राखौँ। अब यसले म छिलिङ गर्छु। अब यसले के गर्ने त, यो पानीलाई हल्का यसले क्लिन गरेर यसलाई फालिदिउँ है त। किनकि म आज सुप बनाउँदिनँ, त्यही भएर हल्का यसले यो फालिदिन्छु। आगो चाहिँ बलिरहेको छ है त। र अघि बनाएको जुन मैले नुडल छ नि, यो मैले नयाँ टेक्निकले बनाएको यो हो। र यो चाहिँ यस्तो राम्रोसँगले चाहिँ जस भइसकेको छ क्या, के भन्नु, पाकिसकेको छ भनौँ न। यहाँ टक्क निकाल्ने। अब के छ त, अब मसलाहरू जे छ मुखले गरौँ है त। दाँत पनि के भयो, फक अप। टक्क हालिदिने यसरी यहाँ मसलाहरू। अब के गर्ने, हल्का सुप नै खानु पर्ला, सुक्खा चाहिँ मजा आउँदैन। त्यही भएर म हल्का पानी थप्छु है त। हल्का सुप खाऊँ भनेर पानी थपेँ।
धेरै होइन थोरै फेरि यसले बसाइदिउँ है त किनकि यसले सुप खाने हो र अन्डा चाहिँ पुरै यस्तो भइसकेको छ क्या फुटेर यस्तो भइसकेको छ ओ माई गड गाह्रो छ यसलाई उयो गर्नलाई आगो चाहिँ हल्का कम भयो जस्तो छ त्यही भएर आगोको लागि चाहिँ मैले के गर्छु बर्निङ ट्याब्लेट के भन्छ नि नन स्मोक बर्निङ ट्याब्लेट हो यस्तो वाला ट्याब्लेट चाहिँ म युज गर्छु टक्कै यो हालिदिने है त यो हालेपछि यसले धुवा पनि दिँदैन र एकदमै यसको पावर धेरै हुन्छ यसले क्लियर गरौँ यो So guys, this is water and this is Red Bull र अघि बनाएको चाहिँ यस रेडी भयो त सो गाइस अब चाहिँ सुरु गर्नु पर्ला एकचोटि चेक ब्याक गर्छ त्यो कस्तो आइरहेछ सो गाइस रेड बुल है त रेड बुलसँग चाहिँ खानु पर्ला यो पनि अघि नै लिएको अहिले लगभग चिसो अनि चिसो त तातो भइसक्यो राख्दिउँ अब यो एकछिनलाई सो कस्तो भएको चाहिँ फर्स्ट बाइट है त गाइस फर्स्ट बाइट दामी यार अति दामी रेड बुल खायो रेड बुल मात्रै खानु हुँदैन पानी पनि खानुपर्छ यो रेड बुललाई चाहिँ हल्का पानीमा मिसाउनु पर्ला अलिकति यसले इनर्जी दिन्छ नि एकदम हार्ड हुन्छ यस्तो भयो क्या दामी छ खासै भोक त लागेको थिएन त्यही पनि बनाएपछि खानै पर्यो कस्तो आइरहेछ थाहा छैन है भिडियो सिङ्गे अन्डा खानु सकिन्छ त्यो केतलमा बोइल अन्डा जस ठिकै हुँदो रहेछ एक प्याकेट मात्रै बनाएको एक प्याकेटले खासै पुगेन अर्को प्याकेट पनि बनाउनु पर्ने रहेछ
यो भ्यू हेरेर खानु चाहिँ बवाल क्या एकदम। मैले धेरै पहिलादेखि यस्तै ठाउँ यस्तै लोकेसनमा आएर चाहिँ एकचोटि कुकिङ गरेर खाने मेरो आइडिया थियो। फाइनली आज आएर कम्प्लिट भयो। थाहा छैन अब फेरि अहिले यस्तो मौका पाउँछु, यस्तो टाइम मिलाउँछु, त्यही भएर टाइम भएको बेला गरिदिइहाल्ने हो क्या। आजभोलिको दिन समय व्यस्तताको कारणले खासै ब्लग यस्तो आफूले टाइम दिनै पाइँदैन र कहिलेकाहीँ टाइम भएको बेलामा अल्छी नगरिकन हिँडिहाल्ने हो क्या। आज भन्नुपर्दा चाहिँ आजको एक दिन मात्रै म फ्री हो, भोलिदेखि मेरो आफ्नो काम छ। त्यही भएर आज एक दिन फ्री भएको कारणले पनि यो समयले एकदमै यादगार बनाऊ भनेर मैले यत्रो भन्नुपर्दा क्लाइम्ब गरेर 2110 मिटरको हाई एलिभेसनमा आएर कुक गरेर खाँदैछु। दिस इज भेरी गुड होइन, एकदमै यादगार हुन्छ पछिसम्म गएर, किनकि यत्रो हाइटमा आएर कसले पनि यसरी गरेर खाँदैन क्या। खान्छ कसैले, तर म्याक्सिममले खाँदैन। सो इट्स फिल अ बिट होइन, के अचिभ गरेको जस्तो हुन्छ क्या फर मी। तर किप वाचिङ है गाइस, आगामी दिनहरूमा पनि म यस्तो जस साँचो कुरा भन्नुपर्दा फर मी होइन, इट्स नट इजी होइन, फर मी इट्स नट इजी, इट्स सो डिफिकल्ट फर मी इन फ्रन्ट अफ क्यामेरा। बट लेटरली आई रियलाइज इफ आई एम नट स्टार्ट टुडे आई माइट बी, अब भोलि आज सुरु गर्न सकिनँ भने भोलि कसरी गर्न सकिएला त भनेर त्यही कन्सेप्ट चाहिँ मैले दिमागमा राखेर लेट्स स्टार्ट भनेर, जे जस्तो हुन्छ आई डोन्ट केयर होइन, जस्ट ट्राई गरौँ भनेर मैले बनाउनु थालेको भ्लग हो। र आज गएर सोफार यहाँसम्म आइसक्यो र इन अपकमिङ डेज आई एम लर्निङ एन्ड आई एम ग्रोइङ विथ एभ्री भिडियो। सो अपकमिङ डेजमा म आफ्नो बेस्टभन्दा बेस्ट भर्जनलाई ल्याएर एकदमै बेस्ट भ्लग दिनेछु, ताकि तपाईँहरू बोर नहोस् भनेर। सो बी द पार्ट अफ माई जर्नी गाइस, लेट्स सी कहाँसम्म जान्छ। आफ्नो प्रोफेसनल लाइफ आफ्नो ठाउँमा छ र आफ्नो पर्सनल लाइफ आफ्नो ठाउँमा छ, दुवै लाइफले मैले टाइम दिँदैछु अहिलेको समयमा आएर। सो अलिकति गाह्रो पनि छ, किनकि आफ्नो पर्सनल लाइफ त छँदैछ, त्यही माथि प्रोफेसनल लाइफ त छोड्नै भएन नि त। आफ्नो प्रोफेसनल लाइफलाई धेरै महत्त्व दिनुपर्छ र पर्सनल लाइफ पनि धेरै महत्त्व दिनुपर्छ। यो दुइटाले तपाईँले जब पर्सनल लाइफ र प्रोफेसनल लाइफ ब्यालेन्स गर्न सक्नुहुन्छ नि, त्यसपछि तपाईँले एउटा लाइफलाई यु क्यान होइन, अब सजिलो तरिकाले भन्नुपर्दा चाहिँ तपाईँले लाइफलाई चाहिँ तपाईँले जस्ट जिउन सजिलो हुन्छ क्या। मैले भनेको तपाईँले जस्तो चाहेको छ त्यस्तो तरिकाले तपाईँले जिउन सजिलो हुन्छ, त्यही हो। खासै त त्यस्तो अन्तर्यामी त होइन, म त्यस्तो लेक्चर त दिनु आउँदैन, तर जे कुरा मैले एक्सपिरियन्स गरेको छु होइन सोफार, त्यही कुरा हो मैले दिने भनेको। अब एक्सपिरियन्स नगरेको कुरा त के को आधारमा दिने होइन, अरूको हेराइ र अरूको भनाइको आधारमा मलाई दिनु मन लाग्दैन। मैले जे सिकेको छु जे गरेको छु त्यहीको आधारमै मैले दिने हो। सो गाइस, यति भन्दै आजको यो के भनौँ एसएमआर कार्यक्रम पनि यहीँ आएर सक्यो। एकदमै बवाल एक्सपिरियन्स भयो है त। जे सोचेको थिइनँ यति रमाइलो हुन्छ भनेर एक्लै आउँदा पनि, तर यहाँ भइरहेछ। सो आइ एम भेरी ह्याप्पी, आइ एम सो सेटिस्फाई, आइ एम भेरी ह्याप्पी। त्यही भन्दै यो रेडबुल र पानी पनि खाएँ। र ट्राभलिङ क्याम्पिङ गर्दा पानी चाहिँ एकदमै इम्पोर्टेन्ट हो क्या, एकदमै इम्पोर्टेन्ट। तपाईँले आफ्नो यो छ नि, तपाईँले आफ्नो वाटर बोतल कहिले पनि खाली राख्नु मिल्दैन क्या, अलिकति पनि पानी चाहिँ त्यसमा भोगै हुनुपर्छ क्या। सो अब यो ठाउँदेखि चाहिँ पानी पोइन्ट धेरै टाढो छैन, त्यही भएर मसँग यति पानी छ। र यदि तपाईँहरू कुनै अलिक टाढो ठाउँमा जाँदै हुनुहुन्छ, जुन ठाउँमा तपाईँहरूको पानीको सोर्स खासै छैन भने तपाईँले एउटा बोतल चाहिँ तपाईँले रिजर्भ राख्नुपर्छ क्या, बिकज नो बडी नोस होइन भरे के हुन्छ भनेर। सो यति भन्दै
सो गाइस यहीँ आएर यो भ्लग चाहिँ खतम हुन्छ र आगामी दिनहरूमा पनि यस्तै योभन्दा पनि राम्रो राम्रो भ्लग भनौँ जे भए पनि एउटा क्लिप्स ल्याउने प्रयास गर्नेछु र तबसम्म साथ दिनु होला म बी द पार्ट अफ माई जर्नी है त्यही भन्न चाहन्छु सो किप वाचिङ है त सो बाई बाई आज एकदमै रमाइलो भयो त यसले क्रस गर्नु नबिर्सिनु है क्रस गर्नुपर्छ यसले यो चाहिँ मैले हल्का एक्सप्लोर गरेर एउटा सानो हेमक यहाँ सेटअप गरेको छु र आई डोन्ट नो यो हेमकले थाम्छ कि थाम्दैन त मलाई लेट्स सी थाहा छैन अब यस्तो टाइम यस्तो मौकाहरू कहिले आउँछ सो मौका भएको बेलामा हेमक सेमक सेट गरेर हल्का चिल आउट हानिदिनुपर्छ गाइस यो हेमक सेट गरेको भिडियो चाहिँ मैले जस्ट तपाईँले देखाउन सकिनँ किनकि यो भएन क्या समाउने तर हेमक सेट गरिरहेको छु बबाल फिल भइरहेछ एकदमै दामी यता चाहिँ काठमाडौँको भ्यू हो एकदम बबाल तरिकाले देखिरहेछ काठमाडौँ दिस इज काठमाडौँ उफ यसरी पनि बस्दिन कस्तो हुन्छ आज रातभरि यहीँ बिताउनु पर्ला जस्तो लागिरहेछ भोलि उठेर जस्ट जाने राति यहाँदेखि काठमाडौँको भ्युज हेर्दाखेरि कस्तो देखेला त लाइट बलेपछि वाउ इमेजिन गर्नु त र यही ठाउँमा क्या नाइट क्याम्पिङ गर्ने अरे क्या क्याम्पिङ गर्नलाई मलाई केही पनि चाहिँदैन यति भए पुग्छ रातभरि यहाँ क्याम्प गरिदिन सक्छु ठाउँ पनि बबाल छ हावा चल्ने ठाउँ भ्युज त बबाल गर्छ चिल गर्छ वाइल्डमा आउँछ एक्लै पकाउँछ खान्छ चिल गर्छ एक्चुअली आई एम क्लोज टु द नेचर बाई हार्ट है त